सो हेलो गाइज वेलकम छ। म ठ्याक्कै भन्नुपर्दाखेरि म यता पाराखुट्टीको सिमसारमा आएको छु है। यहाँको दृश्य पनि एकदम रमाइलो नै छ र यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ तलाब छ, बोटिङ पनि छ। यहाँ हेर्न सक्नुहुन्छ है, यहाँ तलाब छ, यहाँ चाहिँ बोटिङ हो। यो बोटिङ कस्तो के हो थाहा छैन कि। यस समग्र रूपमा भन्नुपर्दाखेरि एकदम ठाउँ चाहिँ एकदम राम्रो छ। र हाम्रो यो बडी बिल्डर शान्त छ। अब पिकनिक स्पोटको लागि त अब खोइ के कसो हो त्यो चाहिँ मलाई जानकारी थाहा भएन। यहाँ चाहिँ पर अलिक बुझ्नु पर्यो क्या, पिकनिकको के कस्तो सुविधा रहेछ भनेर। र यो चाहिँ पिकनिकको लागि होला सायद बनाएको हो, स्थल बनाएको होला। यस ठाउँ चाहिँ रमाइलो छ। बाबु यता आइज। देख्न सक्नुहुन्छ यो पुरै चाहिँ सिमसार एरिया हो रहेछ। ठाउँमा चाहिँ यस्तो घर सानो घरहरू बनाइदिएको रहेछ है। पर यो पनि रहेछ एउटा घर, पर पनि रहेछ घर रहेछ है। अनि अर्को त्यहाँ पनि घर, कहाँ भन्नाले कहाँ देखेँ हो, यो पनि घर हो। अरू कता होला है। यति मात्र नभएर उता चाहिँ हाम्रो पोखरी छ, पोखरी पारे पनि सेम त्यस्तै हो है। र उता पनि त्यस्तै रहेछ। अनि अरू खोइ भर्खर यहाँ हामी यहाँबाट यहाँ पस्यौँ र यहाँको दृश्यहरू हामी हेऱ्यौँ है। अब पनि अरू पनि ठाउँहरू छ होला सायद उता भित्र कता हो, त्यो चाहिँ गएनौँ। र समय थोरै छ, थोरै समयले गर्दाखेरि अब हामी पुरै ठाउँलाई चाहिँ अब घुम्न भ्याएनौँ है। अब सकेसम्म चाहिँ हामी चाहिँ यहाँनिर घुम्यौँ। यहाँ हामी देख्न सक्छौँ यहाँनिर लाइनको पनि व्यवस्था रहेछ है। अब यहाँनिर हामी बोट पनि चढ्ने भनेर उयो गरिरहेको छौँ, सोचिरहेको छौँ। अब बोट उता चाहिँ अलिक राउन्डिङमा छ है। उनीहरूको पालो सकेपछि अब हामी एकछिन त्यो राउन्डिङ सकिसकेपछि हामी यहाँनिर बोटिङको लागि जाने है। अब त हाम्रो बाबु चाहिँ भिडियो फोटो खिचिरहेको छ। बाबुले त्यो देखेर डरायो। आइज लुइन, पछाडि जाऊ त, पछाडि जाऊ। अब एरोप्लेन मान्छेहरूलाई झार्छन् त्यही पनि उठाउनु लाउँछु बच्चालाई। म बोट गएको छैन, खुट्टा झन्डै चिप्लेर डर लाग्छ उसलाई। Nói chung là para
उता हेर्नु बाबासँग बाबा छैन सिमसार भन्ने ठाउँ हो होइन हाम्रो कुन एरिया पर्छ अरे यो हल्दीबारी है हल्दीबारी पाराखोपी एरियामा पर्छ यो जहाँनिर हामी देख्न सक्छौँ ब्याकग्राउन्डमा यो पोखरी यो पोखरीमा माछा पनि छ है माछा पनि छ नि अब माछा पनि छ होला नि अब भ्याकुता सबै छ होला नि बोटिङ उता त हाम्रो पिकनिक स्पोट भइहाल्यो होला यता पनि माथि डेटिङ गर्ने ठाउँ पनि माथि दिएको रहेछ जय शिवशङ्कर भोले अब के हुन्छ होले है हामी शिवजीको स्थानमा आइपुग्यौँ देख्न सक्नुहुन्छ यहाँ शिवजीको मूर्ति पनि स्थापित गरेको रहेछ है चप्पल लगाएको छ र यहाँको दृश्य हामी यसरी देखाउनेछौँ है त र हाम्रो यताबाट शिवशङ्कर जे हुनुहुन्छ माथि तान्छ यो पुल पनि कति मजाले हलिँदो रहेछ क्या हेर्न सक्नुहुन्छ यहाँ पुल पनि रहेछ है मजाको र हाम्रो उतापट्टि टिकटक बनाउने पनि होड चलिरहेछ है टिकटक बनाइरहेछन् यता चाहिँ कोही यता पर घुमिरहेछन् है सुन्दर ठाउँ रहेछ हाम्रो यो के पो ठाउँको नाम जहिले बिर्सिन्छु यो यहाँ हाम्रो दस 12 वर्ष अगाडि यो चाहिँ यस्तो ठाउँ चाहिँ थिएन होला है एकचोटि म आउँदाखेरि कता खोला कता खोला बगेको जस्तो लागिरहेछ हो अनि यो चाहिँ ठाउँ चाहिँ मैले देखेको थिइनँ यो कता सुन्दाखेरि चाहिँ अरूकै मुखबाट सुन्दाखेरि चाहिँ अनि मैले यो ठाउँ यस्तो ठाउँ रहेछ भनेर मैले यहाँ चाहिँ आएँ आज घुम्नलाई है एकदम ठाउँ चाहिँ एकदम राम्रो छ अब चाहिँ हामी यहाँबाट जानुपर्छ है घरतिर गाइस ठाउँ चाहिँ कस्तो लाग्यो है
अवश्य कमेन्ट गर्नु होला है त्यही गाइस। हेलो मोटे भाइ, ए मोटे पलमान गएको है त हामी। ल बाई बाई। त्यो पलमान एकदम रिसाएर आएको छ है, अनुहार त पुरै रिसाउला जस्तो भएको छ, हाम्ला जस्तो भएको छ। ल यहाँ पनि माछा पनि होस् है, म त माछा मार्न त दिँदैन कोही पनि। हाम्रो साथीभाइहरू यहाँ मजाले टिकटक बनाएर आएछन् है। हेलो के छ, ठिक छ? मजाले ब्लग बनाउँछु, आफ्नो पनि भिडियो देखिने उता पनि ब्याकग्राउन्ड देखिने। हामीले यहाँ ठ्याक्कै भेलागुडीको माथि आइपुग्यौँ। अब यहाँनिर स्मारक होटलमा के खाने। बाबु गाइस, तपाईँले यो देखिराख्नु भएको छ यो खोला है। पहिला यो खोला यस्तै खालको थिएन है, पुरै सानो थियो है, अनि पछि बिस्तारै बिस्तारै यो बढ्दै गयो। यहाँको ठाउँ चाहिँ बहुत सुन्दर छ है। उता परतिर चाहिँ अलिक सिमसार छ है, के पो भेलागुडी है, भेलागुडी सिमसार भन्छ यो ठाउँलाई। र यो चाहिँ हाम्रो यताको खोला हो, यता चाहिँ हाम्रो खरबारी हो, यता चाहिँ खोला हो, देउनिया खोला हो। यो के हो खोला हो, यो देउनिया खोला हो है। र यो खोलामा चाहिँ खासै त्यस्तो चाहिँ नराम्रो चाहिँ छैन, राम्रै हो, सुन्दर छ ठाउँ। पर जङ्गल छ है, जङ्गल भनेर पनि त्यो सकुवाको जङ्गल हो। दुई हातले गरिदिन्छु ल्याउनु, चारवटा होइन दिन्छ नि हात फेरि। ल है, हामीले खायौँ चटपटे है त। झापामा के खायौँ हामीले गएर बजारमा। ल ओके हामी अब चाउमिन अर्डर गरेका थियौँ, अर्डर चाउमिनको अर्डर आइसक्यो। अब हामी सँगसँगै हाम्रो अर्को के अरे सस पनि आयो। ल त बाबु ढिलो भइसक्यो भनिदिए चाउमिन खान्छ। ए होइन नि, मलाई पनि मनपर्छ।